यी हुन् बुढा नीलकण्ठका विद्यार्थीहरू। पेट्रोलियम पदार्थमा भएको चर्को मूल्य वृद्धिका विरुद्ध 13 विद्यार्थी संगठनहरूले संयुक्त उपत्यका बन्द गरेपछि यी विद्यार्थीहरू पनि बन्द समयको सदुपयोग गर्दै सडकमा जेब्रा क्रसिङ बनाइरहेका छन्। आफ्नो पढ्न पाउने नैसर्गिक अधिकारको उल्लङ्घन भएको प्रति असन्तुष्ट बुढा नीलकण्ठका विद्यार्थीहरूले प्रशंसनीय कार्य गरेर बन्दको सांकेतिक विरोध पनि गरेका छन्। लोकल एरिया भएको हिसाबले पनि हाम्रो बुढा नीलकण्ठमा जेब्रा क्रसिङ ट्राफिक अवेरनेस प्रोग्रामहरू अलिक कम भइरहेछ, जसले गर्दा एक्सिडेन्ट पनि अन्यको तुलनामा अलिक म्याक्सिमम भएर हामीले रियलाइज गरे हुनाले जेब्रा क्रसिङ भएपछि नर्मल्ली एउटा कमन पिपुलमा चाहिँ यो अवेरनेस बसोस् कि ओहो हामीले बाटो चाहिँ जेब्रा क्रसिङबाट युज गर्नुपर्छ भन्ने एउटा माइन्ड मेकअप बसोस् भन्ने एउटा पर्सपेक्टिभले हामीले गरिरहेछौँ होइन। अनि त्यसको विरुद्ध हामीले त्यहाँ एउटा बोर्ड पनि बनाएको छौँ, बन्दलाई बन्द गरौँ हामीलाई पढ्न देऊ भन्ने एउटा अवेरनेस प्रोग्राम पनि हामीले भर्खर यो 2012 को हाम्रो मेन मोटिभ एउटा बनाएर पनि अगाडि बढिरहेछौँ। बढी सवारी आवागमन हुने ठाउँमा जेब्रा क्रसिङ राख्ने प्रचलन नै छ, जुन कार्य राज्यको जिम्मेवारी भित्र पर्छ। तर पछिल्लो समय बुढा नीलकण्ठमा बस्ती निकै बाक्लिएको छ, जसले गर्दा सवारी साधनको चाप पनि बाक्लिएको छ। महानगरपालिका भित्र मात्रै जेब्रा क्रसिङ राखेर राज्यले अन्य क्षेत्रलाई व्यवस्था गरेकाले आफूहरूले बन्दका दिन सवारी नचल्ने हुँदा जेब्रा क्रसिङ बनाएको विद्यार्थीहरूले बताएका छन्। अब यो चक्रपथदेखि माथि यस्तो जेब्रा क्रसिङहरू हामीले देखेका पनि छैन। अब यो स्कुल एरिया हो र स्टुडेन्ट र अब सर्वसाधारणहरूको लागि पनि सजिलो हुने भएकाले हामीले बुढा नीलकण्ठका विद्यार्थीहरूको यो प्रशंसनीय कार्यलाई साथ दिएका छन् स्थानीय सङ्घ संस्थाहरूले पनि। सानो कार्यका लागि पनि राज्यको मुख ताक्ने प्रवृत्तिको अन्त्य गरी स्थानीय विकास निर्माणमा स्थानीयलाई नै सक्रिय पार्ने उद्देश्यले विद्यार्थीलाई साथ लिएर यो कार्य गरेको स्क्यान नेपालका अध्यक्ष विशाल दाहाल बताउनुहुन्छ। यसमा चाहिँ हाम्रो स्टुडेन्ट क्लब अफ बुढा नीलकण्ठ र स्क्यान नेपाल हामी स्वयं पनि भयौँ र हाम्रो हिमालयन स्कुल हुनुहुन्छ यहाँ अरू लगायत अरू सङ्घ संस्था र व्यक्तित्वहरूले हेल्प गर्दै हुनुहुन्छ। त्यो चाहिँ आफू मिलेर गर्दाखेरि जुन एउटा पोजिटिभ मेसेज जान्छ, त्यो मेसेज चाहिँ बन्द गरौँ भन्ने जुन मान्छेको नेगेटिभ मेन्टालिटीमा चाहिँ यस्तो काम गर्न सकिन्छ र यस्तो काम गऱ्यो भने बन्दलाई हाम्रो एक किसिमको बन्द विरुद्धको बन्द हो क्या, यो बन्द गर्नुहुन्न भन्ने हाम्रो मेसेज हो। यो कार्य आफैमा प्रशंसनीय छ नै, अरूहरूका लागि पनि उत्तिकै अनुकरणीय पनि। पेट्रोलियम पदार्थमा भएको चर्को मूल्य वृद्धिको विरोधमा आन्दोलन गर्नुलाई स्वाभाविक मान्न सकिन्छ, तर बन्द नै गर्ने आन्दोलनको स्वरूपलाई भने स्वीकार्न सकिन्न। आखिर जे होस्, बन्दको सदुपयोग गर्दै साना नानीहरूका कलिला हातहरू समाज परिवर्तनका लागि प्रयोग हुनुलाई भने सम्मान गर्नै पर्छ। न्युज 24 का लागि क्यामेरामा प्रसन्न मुलिका साथ टिभी जर्नलिस्ट खगेन्द्र भण्डारी, काठमाडौँ।